हेलो एभ्रिवान, बौद्धको बारेमा बौद्ध स्तूपको बारेमा केही जानकारी गराउन चाहँदैछु म। हाम्रो यो काठमाडौँ जिल्लाको जिल्लामा पर्ने बौद्ध स्तूपा बौद्धमा अवस्थित छ र बौद्धनाथ स्तूपा एसियाकै ठुलो स्तूपा हो, जुन बौद्ध धर्मावलम्बीहरूको पूजा ध्यान आराधना गर्ने ठाउँ हो र शेर्पा जातिहरूले यहाँ विशेष पूजापाठ गर्नुहुन्छ। अनि विश्वको कुनै पनि बौद्ध धर्मावलम्बीहरू नेपाल आउँदा यहाँ पुगेर दर्शन गर्नुहुन्छ र स्तूपमा घुम्नुहुन्छ, दियो बत्ती बाल्नुहुन्छ र स्तूपा युनेस्को वर्ल्ड हेरिटेज साइटमा पर्ने भएकोले यसको महत्त्व अझै बढेको छ र यसलाई अझै विश्वमा चिनाउनलाई अझै मद्दत गरिरहेको छ। तर विश्वमा त चिनजान त छँदैछ, त्योभन्दा पनि अझै बढी महत्त्व बोकेको छ। बौद्ध धर्मावलम्बीहरूको यो विशाल स्तूपा बौद्धमा रहेको छ। घुम्न आउनु होला है, नछुटाउनु होला है घुम्नलाई। हस् त।